ओम साईराम। साई टुर एन्ड ट्राभल्स कालिम्पोङद्वारा चलाइएको आजको तीर्थयात्रामा हामी हेटौडामा बसेर फेरि हामी हेटौडाबाट पोखरा दर्शनको लागि गइरहेको छौँ र यो सर्वप्रथम हाम्रो मुक्तिनाथको दर्शन हुनेछ। त्यस पश्चात हामी पोखराको दर्शन गरे पश्चात मनोकामना माको दर्शन गरेर हाम्रो यो तीर्थयात्रालाई टुङ्गाउनेछौँ। र यसरी हामी हेटौडादेखि पोखरा जाँदाखेरि चाहिँ यसरी एउटा जो नेपालको एकदमै प्रचलित जो पुल छ त्यो चाहिँ तारले बनाएको झोलङ्गे पुल हुन्छ र यो झोलङ्गे पुलमा चाहिँ हामी जम्मै टोलीहरू यसरी गएर एकछिन बस्यौँ बिसायौँ र फेरि हाम्रो गन्तव्यतर्फ हामी फेरि अगाडि बढिरहेको छौँ। र यसरी हामी 3-3:30 पोखरा पुग्न सफल भयौँ र भोलि नेपाली नयाँ वर्षको उत्सव मनाउनका लागि सबैजना नै पोखराको फेवातालमा जम्मा हुँदो रहेछन् र हामी पनि यसरी पोखरामा सर्वप्रथम यहाँनिर जो पोखराको बिचमा एउटा टापुमा तपाईँको जो गुवाहाटीमा चाहिँ कामाख्या माको दर्शन गरे पश्चात उमानन्दको दर्शन गर्न यसरी आइल्यान्ड एउटा टापुमा जाइन्छ, त्यसरी नै हामी पनि सर्वप्रथम पोखरामा माको दर्शन गर्न गइरहेछौँ र हामी सबै टोलीहरू यसरी सानोबाट 9मा जान पर्दो रहेछ। अनि पारी चाहिँ तपाईँको माको मन्दिर रहेछ र यसरी एकदमै आजको दिन एकदमै हामीलाई भनौँ सबैजनाको भाग्यले गर्दाखेरि यसरी पोखरामा फेवातालको हामीले मजा लिँदै चाहिँ हामी माको दर्शन गर्न गइरहेछौँ। जीवनकालमा तपाईँहरू पनि एकपल्ट अवश्य पोखरामा आएर चाहिँ यसरी माको दर्शन गर्नुहोस्। यसरी हामी केही समयको नाउको यात्राद्वारा चाहिँ हामी माको मन्दिरमा पुग्न सफल भयौँ र यसरी हामीले सर्वप्रथम भगवती माको दर्शन गरेर आज हाम्रो तीर्थयात्रालाई सफल हुन सक्यौँ। यसरी हामीले लगातार 21 वर्षदेखि भारतवर्षको सम्पूर्ण तीर्थयात्राहरू गर्ने सौभाग्य प्राप्त भयो। अनि यसरी नेपालको पनि हामीले पहिला नै तीर्थयात्रा काठमाडौँपट्टि चाहिँ हामीले श्री दक्षिणकालीमा, श्री गुन्जेश्वरीमा अनि पशुपति महादेवको दर्शन गरिसकेका थियौँ र नेपालको पनि हामीले यसरी दर्शन गर्ने सौभाग्य प्राप्त भयो। र यो जम्मैको श्रेय चाहिँ भगवान् श्री साईनाथ महाराजलाई जान्छ। साईनाथ बाबाको आशीर्वादले गर्दाखेरि यसैले हामीले लगातार 19 वर्षको यो जीवनकालमा चाहिँ तीर्थयात्रा गर्न सफल भइरहेको छौँ। र आउँदो भिडियोमा चाहिँ हामी तपाईँहरूलाई मुक्तिनाथ जो विष्णु भगवानको एकदमै प्रसिद्ध तीर्थस्थल छ हामी दर्शन गराउन गइरहेका छौँ। आर्थिक रूपले तीर्थयात्रा गर्नु नसक्ने, शारीरिक रूपले तीर्थयात्रा गर्नु नसक्नेले चाहिँ घरमै बसेर तीर्थस्थलको दर्शन गरेर धन्य हुन पाओस् भनेर साई टुर एन्ड ट्राभल्सद्वारा चलाइएको यो सानो प्रयास हो। यो भिडियो मन पर्यो भने सेयर गरिदिनुहोस् जसद्वारा अरूहरूले यस तीर्थस्थलको दर्शन गरेर धन्य हुन पाओस्। ओम साईराम।